कृपया भिडियो ध्यान दिएर हेर्नु होला। यो भिडियो तपाईलाई पनि काम लाग्न सक्छ। कतिपय सर म्यामहरूले के समस्या सेयर गर्नु भएको रहेछ भने म शिक्षक सेवा आयोगको प्रवेश पत्र निकाल्न कोसिस गर्छु, मेरो आइडी र पासपोर्ट पनि एकदम एक्ज्याक्ट छ, तर के भइदिन्छ भने त्यहाँ लगइन गर्दाखेरि त्यहाँ समस्या देखाइदिन्छ कि यु आर इन्टर्ड रङ पासपोर्ट एन्ड योर एकाउन्ट लग्ड फर 3 मिनट भनेर देखाइहाल्छ। अब यस्तो अवस्थामा फेरि सर म्यामहरूले के गर्नुहुन्छ भने पासपोर्टलाई फर्गेट गर्नुहुन्छ, त्यही पनि त्यही समस्या देखाउँछ। त आज म तपाईहरूलाई त्यसको एक्ज्याक्ट सोलुसन के रहेछ त्यो तपाईलाई म देखाउन गइरहेको छु। कृपया भिडियोलाई सेयर गर्नु होला र आइडीलाई फलो गर्नु होला। लागौँ मोबाइलको स्क्रिनतर्फ। त्यसको म तपाईलाई एक्ज्याक्ट सोलुसन दिन्छु। तपाईँ यहाँ सर्च गर्नु thc.gov.np अनि यो शिक्षक सेवा आयोगको वेबसाइट ओपन भएपछि ठ्याक्कै तल स्क्रोल गर्नु र सबभन्दा मुनि सबभन्दा तल यहाँ लेखेको छ प्राविधिक सहायता कक्ष हो। यही नम्बरमा कल गर्नु र एक्ज्याक्ट समस्या भन्नु कि मेरोमा यस्तो समस्या देखायो सर म्याम, अनि सरले उताबाट तपाईको समस्या सल्भ गरिदिन्छ र तपाईँ आफ्नो एडमिट कार्ड पाइहाल्नुहुन्छ।